कति वर्ष लाग्नुभयो तपाईँ? धेरै भएको छैन 90 90 2 वर्ष बाँकी छ अब 90 पुग्नु 90 पुग्न कति बाँकी छ? 2 महिना हेर्नु अब हामी 90 सम्म बाँचिन्छ होला त? पार लाग्दैन। हजुर अरे कान सुन्नुहुन्छ कि अहिले? अलिक कान सुन्दिनँ र अस्ति जाँच आएको अँ अब कानमा लाउने हाल्ने भन्ने कुरो छ कानमा मिसिन हाल्ने हजुर हजुर त्यहाँ हेर्नु पनि कानमा मिसिन हाल्ने हजुर। अनि सुनिन्छ मजाले फेरि बुढा मान्छे होइन त्यही सुनिन्छ भनेर मेरो कान्छो छोरो हँसै छ अँ उसैले लगेर जाँचहरू गरेर छाकछुक गरेर ल्याइदिन्छ। ल्याकत गर्दा हजुर सलाम हान्दिउँ एकचोटि? हजुर सलाम हान्दिउँ? मान्छे त के देख्दैन ए ठिक छ आँखा त अहिले सेदिनु न सो हुन्छु आँखा त कान मात्रै अलिक मधुरो सुन्छु क्या आँखा चाहिँ मस्त देख्नुहुन्छ? मजाले देख्छु ल ठिक छ ल ठिक छ त्यसो भए भनेपछि कानको मिसिन लाउने हामी अब हजुर कहिले लाउने? खै अब 25-26 गते होला ए ल ठिक छ त्यसो भए अब हामी त यो उमेरमा कान पनि सुन्दिनँ होला आँखा पनि देख्दिनँ होला होइन हजुर होइन अब हजुरले त 90 वर्ष लागिसक्नुभयो। म साउनमा जन्मेको हुँ अँ साउनबाट 90 पुग्नलाई साउनबाट यता आउनु पर्यो ल ठिक छ 90 वर्षका मान्छेले आशीर्वाद दिँदा राम्रो हो। धन्यवाद हजुर तपाईँको चिरञ्जीवी आइनुहोस् हजुर चिरञ्जीवी आइनुहोस् तपाईँले चिठाको कुरा जे पनि पुगोस् ल ल ल यति भयो मलाई पुग्यो।